घुम्दै फिर्दै घुम्तीलाई मोडेर मिरिमी आइयो रिडीलाई छोडेर मिरिमी मुनि काली ठुलेको। सम्पूर्णमा हार्दिक नमस्कार। आज मैले सृजना सामूहिक आधारभूत विद्यालयबाट गरिएको शैक्षिक भ्रमणको यात्रा सस्मरणबारे यहाँलाई जानकारी गराउनेछु। हामी विद्यालयबाट चाहिँ हिँडिसकेपछि हाम्रो पहिलो डेस्टिनेसनको रूपमा टुँडिखेल रहेको थियो। अनि टुँडिखेल पुगिसकेपछि हामी कोरुवाको अगाडि तस्बिर लियौँ र टुँडिखेल सर परिक्रमा गयौँ। त्यसपछि हामी नारायणथान स्थित नारायण मन्दिरतर्फ लाग्यौँ र सो स्थानमा पुगेपछि मैले पण्डित पुजारीज्यूलाई चाहिँ यस मन्दिरको बारेमा ऐतिहासिक पृष्ठभूमि भन्नको लागि चाहिँ आग्रह गरेँ। उहाँले सहजै स्वीकार गर्नुभयो र यही कुरा राख्नुभयो। ६३ सालमा गाजी अमरसिंह थापाले बनाउनु सुरु गर्नुभएको यो पाल्पा जिल्ला त्यति बेलाको बुटोलको जितगढी यता नवलपरासीको बरगाडसम्म पनि फैलिएको थियो। त्यति बेला पाल्पा जिल्लाको सुरक्षाको लागि भनेर अमरसिंह थापा आएर यहाँ शासन गर्दै गर्दा यता जितगढीमा अङ्ग्रेजहरू आएर यसलाई आक्रमण गर्न लाग्दाखेरि अमरसिंह थापाले यहाँ परापूर्व कालमा बालगोपाल भगवानको मन्दिर थियो र त्यहाँ आएर भगवानसँग प्रार्थना गरेर यदि अङ्ग्रेजहरूलाई मैले त्यहाँबाट हटाउन सकेँ भने यहाँ विष्णु भगवानको लक्ष्मीनारायण भगवानको मन्दिर बनाउने छु भन्ने सङ्कल्प प्रतिज्ञा गरेर गए अनुसार त्यो अङ्ग्रेजलाई त्यहाँ हटाउन सक्नुभयो र आर्य मन्दिर बनाउन सुरु गर्नुभएको भन्ने कुरो शिलालेख हाम्रो इतिहासमा भेटिन्छ। त्यसपछि हामी यस मन्दिरको ऐतिहासिक पृष्ठभूमिको जानकारी लिएपछि पाल्पा दरबारतर्फ जाने निधो गऱ्यौँ। अनि पाल्पा दरबार पुगिसकेपछि यस दरबारको ऐतिहासिक पृष्ठभूमिको बारेमा मैले केही कुरा विद्यार्थीलाई जानकारी गराएँ र तत्पश्चात हामी टिकट लिएर बिस्तारै यस दरबारभित्र भएका ऐतिहासिक वस्तुहरूको चाहिँ जानकारी लियौँ र विद्यार्थीहरूले आफूले जानेका कुराहरूको बारेमा चाहिँ सहजीकरण गऱ्यौँ र विद्यार्थीहरूले पनि हरेक कक्षहरूको चाहिँ बिस्तारै अवलोकन गर्नुभयो र यसबाट भरपूर ज्ञान पनि आर्जन गर्नुभयो। हाम्रा विभिन्न मौलिक बाजाहरू र ऐतिहासिक सामग्रीहरू र हाम्रा विभिन्न प्रथा परम्पराहरू अनि रहन सहन र पहिलेदेखि चलन चल्तीमा आएका लोप हुँदै गएका हाम्रा सामग्रीहरू हामीले प्रत्यक्ष रूपमा चाहिँ अवलोकन गर्ने मौका पनि पायौँ। विद्यार्थीहरूले हर्षोल्लासका साथ त्यस्ता सामग्रीहरू हेर्ने र तस्बिर लिने र त्यहाँ लेखिएका कुराहरूको अध्ययन गर्ने कार्य पनि गरे र विभिन्न कक्षहरूमा विभिन्न भाषाभाषीहरूको जातीय वेशभूषाहरू अनि पहिरनहरू वाद्यवादनहरू पनि हामीले हेर्न पायौँ र कुनै चिजहरूसँग चाहिँ हामी परिचित पनि थियौँ र कुनै चिजहरूसँग हामी अपरिचित पनि थियौँ। आफूले नदेखेका र सुन्दै आएका चिजहरू प्रत्यक्ष रूपमा चाहिँ देख्न पाउँदाखेरि साह्रै मन आनन्दित भयो र विद्यार्थी भाइ बहिनीहरू पनि निकै उत्साहित हुनुहुन्थ्यो र उत्साहितका साथ हेर्नुभएको थियो यी पुराना परम्परागत सामग्रीहरू हाम्रो पछिल्लो समयमा चाहिँ लोप हुँदै गइरहेको अवस्था पनि छ।
पाल्पा दरबार सङ्ग्रहालयमा धेरै विषयवस्तुहरू रहेछ। सो विषयवस्तुको बारेमा चाहिँ हामीले छोटो समयमा भए पनि धेरै जानकारीहरू बटुलेर त्यहाँबाट फर्क्यौँ। त्यसपछि हामी खाना खानको लागि पाल्पाको बस पार्कतिर झऱ्यौँ र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ खाना खानको लागि चाहिँ सहजीकरण गऱ्यौँ र हामीले खाना 2वटा सिफ्टमा विभाजन गरेर सबैलाई खाना खुवायौँ र हामीले पनि खाना खायौँ। र त्यसपछिको हाम्रो कार्यक्रम भनेको पाल्पाको रानी महल थियो। प्रेमको प्रतीक मानिने रानी महल भारतको आग्रामा रहेको ताजमहलसँग तुलना गरिने यस रानी महल नेपालको हरेक युवा युवतीहरूको रोजाइमा पर्ने गरेको पनि हामीले पाउन सकिन्छ। तत्कालीन प्रधानमन्त्री वीर शमशेरका भाइ खड्ग शमशेरले आफ्नी प्रिय रानीको सम्झनामा यस रानी महलको चाहिँ निर्माण गरेका थिए। रानीको मृत्यु पश्चात अत्यन्तै भव्य हलमा रहेका खड्ग शमशेरले यहाँ आएर रानी महल निर्माण गरेका थिए। यस रानी महलको अवलोकन पश्चात हामी सामूहिक तस्बिर खिचाएर यस क्षेत्रबाट चाहिँ निस्क्यौँ र तीनमुखे पुल पूर्वी क्षेत्रतर्फ चाहिँ प्रस्थान गऱ्यौँ। यहाँ पनि सबभन्दा पहिला हामीले सामूहिक तस्बिर लियौँ र त्यसपछि रेडी क्षेत्रमा रहेको ऋषिकेश मन्दिरतर्फ चाहिँ लाग्यौँ र मन्दिरको दर्शन गऱ्यौँ। त्यहाँबाट सोझै हामी विद्यार्थी भाइ बहिनीहरूलाई लिएर तीनमुखे पुलको अवलोकन गर्न लाग्यौँ र अवलोकन सकिसकेपछि गुल्मीतर्फ हाम्रो बस रोकिरहेको थियो र सोही बसमा चाहिँ लाग्यौँ र बसमा पनि अत्यन्तै रमाइलो थियो। विद्यार्थी भाइ बहिनी नाचगान गर्नुभएको थियो। रमाइलो गर्दा गर्दै कति छिटै हामी कालीगञ्जदेखि जोरबुङ आयोजनाको ड्याम साइड क्षेत्रमा चाहिँ अवलोकनको लागि प्रवेश गऱ्यौँ र यस क्षेत्रको अवलोकन पश्चात सोही क्षेत्रमा पनि हामीले रमाइलो गर्ने प्रयासमा जुट्यौँ। आइयो हामी घुम्तीलाई मोडेर मिरमी आइयो ऋणीलाई छोडेर मिरमी काली तुरेको र मिरमीमा पनि हामीले नाचगान रमाइलो गर्न कुनै कसर बाँकी रहेनौँ र त्यसपछि हामी गाडीमा आयौँ। गाडीमा पनि उस्तै रमाइलो भयो। यस्तै रमाइला पलहरू समेट्दै अन्ततः हामी सापकोटमा आइपुग्यौँ।